हेलो जयमसी सबैजनालाई। आज चाहिँ हामी हाम्रो बाल सङ्गतका नानीहरूलाई घुमाउनको लागि भनेर धरानतिर लाने निर्णय गरेर जाँदै थियौँ। अनि घरबाट हामी हिँड्यौँ पनि अनि हामीलाई पानीले भेटायो। तर हामीलाई पानीले भेटाउँदै गर्दाखेरि पनि हामी बाटोमा एकदम नानीहरू रमाइलो गर्दै गीत गाउँदै नाच्दै रमाइलो गर्दै हेर्नुहोस् न, गाडीभित्रै पनि यस्तो रमाइलो गर्दै थियो। अनि हामी पनि नानीहरू सँगसँगै हामी पनि गीत गाउँदै रमाइलो गर्दै जाँदै थियौँ। अनि पानी परिरहेको थियो, तर पनि काम भनेपछि यस्तो हुन्छ है, मान्छेहरूलाई चिया टिपिरहनु भएको थियो। अनि अझ नानीहरूको एनर्जी सकेको थिएन, उनीहरू नाच्दै थियो। नाच्दा नाच्दै हामी धरान पुग्यौँ। अनि हामी भान्चोकदेखि हाम्रो यात्रा भान्चोकदेखि उँभो थियो, किनभने हामी संस्कृति पार्क जाने भनेर हामीले निर्णय गरेका थियौँ। अनि हामी सबैजना त्यही अनुसार हामी त्यो ठाउँमा पुग्यौँ। अन्त हामी सबैजना त्यहाँ हाम्रो गाडी राखेर हाम्रो नानीहरूलाई लिएर हामी हिँड्यौँ। अनि यो चाहिँ हाम्रो फर्स्ट छिर्नुपर्ने गेट। अनि हाम्रो नानीहरूले एकदम धेरै रमाइलो गरेर खेल्नुभयो। त्यहाँनिर धेरै खेल्नेहरू पनि थियो, अनि खेल्नुभयो। त्यहाँ पुग्दा पनि परि नै रहेछ। अनि हामी पनि यसो गफसफ गर्दै हामी चाहिँ नानीहरूलाई रुङ्नुको लागि भनेर गएको थियौँ। त्यहाँदेखि यसो गफसफ गर्दै गफ हान्दै हामी पनि हिँड्दै थियौँ, नानीहरू खेलेको पनि हेर्दै थियौँ। अनि यो चाहिँ त्यहाँको दृश्य, पानी परिरहेको छ। पानी पर्दै गर्दा पनि यसो अलिअलि क्लिप हामीले लिन सक्यौँ छाता ओढ्दै। ठाउँ चाहिँ एकदम राम्रो थियो, तर हामीलाई चाहिँ हामीले गएको दिन गाडी चढेदेखि पानीले भेटेको नि त। अनि त्यहाँ पुगेपछि पनि एकछिन रहेको जस्तो थियो, फेरि पनि पानी उस्तै परेर पनि हाम्रो नानीहरू चाहिँ रमाइलो गर्ने चाहिँ पानी पर्दाखेरि पनि भिजेर लुत्रुक्कै भएर खेलेर लुगासुगा सबै भिजाउँदाखेरि पनि उनीहरूले छोडेको थिएन खेल्नलाई। अनि हामीले त्यहाँदेखि हामी फर्क्यौँ। अनि हामी फर्किने बेला चाहिँ पानीहरू पनि एकदम रोकिसकेको थियो। अनि हामी चाहिँ यता केराबारीको बाटो हुँदै हामी हाम्रो घरतिर आयौँ। अनि आउँदा हामी बेतना पनि निस्किने निर्णय गऱ्यौँ। बेतना निस्केर नानीहरू बोट खेल्ने भनेर है, यस्तो रमाइलो गर्दै थियो उनीहरू। अनि हामी पनि उनीहरू सँगसँगै रमाइलो गर्दै थियौँ। अनि ऊ चाहिँ भदैनी मेरो पानी खेलाउँछ अरे, उसले चाहिँ पानी खेलाउँदै थियो। कोही निस्किनै मानेको थिएन हो त्यहाँदेखि, तर पनि अब रात परेको कारण हामी एकछिन त्यहाँ बस्यौँ। अनि हामी निस्क्यौँ। अनि हाम्रो आजको घुमाइ यति नै थियो। बाई बाई सबैजनालाई।